ल है आज 2082 साल असोजको 25 गते अन्तिम शनिबार हामी यहाँ किरात बाङखिम यामासतिर हामी जाँदैछौँ। र यहाँबाट हामीले चाहिँ काठमाडौँ अवलोकन गरिरहेछौँ। काठमाडौँमा उता धेरै घर देखिए। ललितपुरको यो महालक्ष्मी नगरपालिकामा चाहिँ यो अलिकति खाली जमिनहरू देखिँदो रहेछ। यो चाहिँ धोबी गोदावरी खोलाको किनार पर्यो र यहाँबाट माथि देखिएको यो कुन हिमालहरू हुन्, हिमाल नाम थाहा चाहिँ भएन। अब यसो फर्किँदै जाँदा पूर्वतिर जाँदा चाहिँ यो माथि मेरो डाङ्गो आँखाले चाहिँ पाँच पोखरीको एरिया देखेँ, हितो माथि डाँडाहरू। त यो मेरो क्यामेराबाट चाहिँ देख्न सकिनँ। अब जुम गरी हेर्छु है। जुम गर्दा यो कालो डाँडोदेखि माथि जर्सिङ पौवादेखि सिधा माथि अलिअलि देखिँदै छ। त्यो चाहिँ पाँच पोखरीको एरिया हो। ल आजलाई तपाईँहरूले यतिमै जानकारी गराएँ। अब अरू जानकारी भनेको अर्को भिडियोमा आउँछ। हरेकले सबैले दिइरहेको छ। यो मैले दिएको जानकारी चाहिँ कसैले दिएको छैन है तपाईँहरूले। लु अनि